देउसी भैलो आए जस्तो छ गुन्द्री सुकुल किराहरू छैनन् हो
कति खुसी खुसी नै यहाँनिर अब हाम्रो कोषाध्यक्षजीले बोकिराख्नु भएको छ सबै पैसाहरू खानेकुराहरू टाढा टाढा जानु छ त्यसैले भोक लाग्छ भनेर हामी अहिले नखानु पर्ला यो सबै उहाँलाई पनि दिएर हामी कोषाध्यक्षले लक्ष्मीले बास गरेर चाहिँ यो घरमा दान Bye bye.